So hello and namaste everyone, welcome to the yet another episode of Sandesh Diko Vlogs. हिजो बेलुका चाहिँ हामी यहाँ ब्याङ्ककमा आएर चाहिँ बस्यौँ. सो आज चाहिँ हाम्रो फ्लाइट टु भियतनाम अनि मसँग गर्लफ्रेन्डसँग घुम्नु पर्ने उमेरमा यिनीहरू दुईजनासँग घुम्नु परेको छ. मक्ख छन् दुईजना. ल वेलकम टु माई ब्लग. हिजो अलिअलि गाह्रो भइरहेको थियो, अहिले अलिक बेटर. कस्तो भइरहेछ त ट्रिप? गर्मी भइरहेछ एकदम. अहिले यहाँ बसेर चाहिँ शीतल भइरहेछ होइन त. अनि कतिको एक्साइटेड छस् त भियतनाम जानको लागि? एकदम. के कुराले चाहिँ एक्साइटमेन्ट जगाइरहेछ त? मलाई त साथी भेट्ने मात्रै हो, घुम्ने त जस्तै हो. सबजना भेट हुन्छ भनेर. अनि सर हजुर त टिकटकमा भाइरल हुनु भइसक्यो त यहाँ. अब चाहिँ हामी चाहिँ एयरपोर्ट गइरहेछौँ. एयरपोर्टबाट चाहिँ हामी सिधै भियतनाम. अनि आज चाहिँ हामी सबैजना 10 जना, आज नै सबैजनालाई भेट्दैन है हामी. भोलि अल टुगेदर चाहिँ भोलि 3 जना 4 जना जोडिँदैछ. अनि हाम्रो प्यारो जिना दिदी, हाम्रो सबैको बुढो भने यो अन्ते आर्या, हामी 3 जना. इट्स गonna बी वाइल्ड. यो एउटा मेमोरेबल ट्रिप नै हुन्छ. सो हेर्दै जानु है दादा. See you. Finally in Vietnam. साथीहरु लड्दै पड्दै आइयो हैन त. ल फाइनली we landed here in Vietnam. अब चाहिँ we going straight to our hotel. जानेरी चाहिँ हाम्रो प्यारो हाम्रो साथीहरु बसिरहेका छन्. हाम्रो सबी र सबीको पोइ हैन. साथी बोल्नु जिग्री बोल्नु पर्छ. यदि तिमी यो भिडियो हेरिरहेछौ भनेदेखि चाहिँ हाँस ल. आज हेर्नु पर्ने त दाजुभाइ भएर निक्लिन्छौँ हामी. रमाइलो छ रमाइलो. यस्तै नै छ. यो चाहिँ भियतनामको एयरपोर्ट. तिमीहरूको त मैले एउटा फिल्मै बनाउने भयो त. दुईजनाको यो फेरि पनि अङ्कल आन्टी यदि तपाईँहरूले हेरिरहनु भएको छ भने उनीहरूको बिहे गरिदिनु होला. मलाई नाच्न मन लागिसक्यो. पहिलोचोटि ट्रली चढाउन पाएको साथीले त गुडाको गुडे. हाम्रो छुने बसिरहेको छ. अब मेरो चाहिँ हिजो नसुतेर अलिकति डार्क सर्कल आइरहेको छ. तर एक दुई दिनमा चाहिँ रिकभर भइसकेपछि ह्यान्डसम सन्देश ब्याक हुन्छ होइन त? ह्यान्डसम सन्देश ब्याक हुँदैन त यो डार्क सर्कल गएपछि? एकदम एकदम. जे भए पनि हाम्रो सन्देश ह्यान्डसम सन्देश नै हो. मान्छौ नि त्यो कुरा? एकदम. वर्ल्डको ह्यान्डसम. तिमी जति अब वर्ल्ड मात्र नभनौँ न, युनिभर्स ग्यालेक्सी नै भनौँ. अब ग्यालेक्सीको पनि अर्को ग्यालेक्सीमा पनि होला सर. त्यही नै छ. ल हामी गाडी कुरिरहेको छौँ. सिस्टर थकित 102 को ज्वरो लिएर पनि ऊ भियतनाम आइसकेकी छ. ल अब यो अहिले बिस्तारै बिस्तारै रिकभर भइरहेको छ. यसको असली रूप हेर्नको लागि तपाईँहरू हेर्दै जानु होला, सब्सक्राइब गर्नु होला. अल्छी एकछिनमा है त. हाम्रो गाडी पनि आयो जस्तो. ल हाम्रो गाडी पनि आइसकेको हामीलाई पिक गर्नको लागि. होटलको रुम ल 106. Oh my god. ल आनन्दसँग बसिन्छ. वेलकम टु भियतनाम. वाउ. ल मजा आयो. अब चाहिँ माथि गएर हाम्रो सिस्टरहरूलाई भेट्यौँ है त. हेलो 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 सिस्टर, हाउ आर यु? I'm vlogging. Brother. All good, all good. म तिम्रो यहाँ कुरा गर्दै आइरहेको थिएँ भन्ने भनेको. अनि के छ त मेरो ब्लगमा आउँदा कस्तो भइरहेछ त? ब्लग ल उसको पनि ब्लग छ.
उनीहरूको म चाहिँ लाइफ पार्टनर चाहियो ल ल ल ल रमाइलो गर्नुपर्छ अब सिस्टरलाई त मैले बोर गरेको छु यो किन आयो अहिले भने जस्तो लाग्यो होला सिस्टरलाई ल अब चाहिँ हामी माथिपट्टि चाहिँ स्विमिङ पुल छ सो स्विमिङ पुलमा गएर एक जम्प हानेर रमाइलो गर्नेवाला छौँ मेलामा ब्लगको लागि एक्स्ट्रा चाहिँ दिनुपर्छ है यिनीहरूले यस्तो देखेकै थिएन क्या सबै होइन होइन हामीलाई ब्लगको लागि यस्तै कन्टेन्ट चाहियो सुन्न नहेल्ने सबै सिक्दैन हामी चाहिँ यस्तो सिटी टुरको लागि चाहिँ अब बेलुका यस्तो हिँडिरहेको छौँ तर सिस्टर अनि खै त तिम्रो ब्लग ल तर ठिक छ ल ऊ चाहिँ अघि भर्खर अघि मैले दिउँसोदेखि कुरा गरिरहेको सबैको पोइ ल केही भन्देऊ नि त ल ब्लगको लागि ल ह्याप्पी बर्थडे यार साँच्ची यार बिर्सिरहेको यार भिडियोमा नर्मल त भनिहाल्यो होइन उसले चाहिँ यहाँ कति डलर अरे $18 भर्खर स्क्याम भयो होइन आउने बित्तिकै उसलाई ठग्यो हेर्दाखेरि नि अलिअलि सोझो देख्यो म र राजीव दाइलाई हो खास अनि हामी चाहिँ बाहिर यसो बसेर गफ गरेर आएको थियो अनि त्यसपछि एउटा आयो हामीले त्यसो कुरा पत्याउनु नहुने तर अहिले अब सबै डन भयो स्क्याम भयो ठिक छ कहिलेकाहीँ स्क्यामहरू पत्नी देव चाहिँ अलिकति हेलो पत्नी देव ल होइन अब यो 12 दिन तिमीलाई सेलिब्रेटीले फिल आउँछ अब तिम्रो ब्लगमा पनि अब 1000 भ्युज आउने भयो 1000 भन्दा धेरै आउँदैन मेरोमा राइट गर्दै भने भ्यू बढ्ला कि ब्लगर भएर यस्तो हुँदैन यो हालिदिन्छु म फेरि यो घाम सेक्ने हो क्या साइडबाट त्यस्तै लाग्यो उयो सानो बलबाट हेर्छ जस्तो लाग्यो यहाँ त युज गर्यो भने किन्नु पर्छ अरे नि सिस्टरहरू हेर्दै हुनुहुन्छ नाइट मार्केट मेरो अलिकति चार्ज बेसी भएको भएदेखि र त्यही नै छ अब चाहिँ हामी नाइट मार्केट घुमिरहेछौँ लुई भिटन ब्याग दिन्छ अब यहाँ कडा हुन्छ गाइस हैन स्टे ट्युन फर मोर भिडियोज मोर ब्लग्स हैन अनि इट्स गोना बी फन हैन यो 12 days 12 days त हो नि हैन coming out of Nepal, some people from Australia, and brotherसँग मेरो आजको पहिलो भेट तर it doesn't feel like I'm meeting you for the very first time. Thank you. साथी पैसा साट्न आएको कति भएछ हामी मिलिनियर? We're millionaire. Yeah, okay. कति मिलियन छ? 1 million 50 लाख. ल अनि धनी भएन त हाम्रो साथी. आज यहाँ रहिला हुन्छ आज. So yeah, that's the end of today's vlog. I hope you all enjoyed what you just saw. Yeti ramailo bhairachha. The real journey is about to begin. It's tomorrow kinabhanda हामी सबै 10 जना नै we are all getting together. It's going to be a very 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 awesome trip भन्छु म चाहिँ. अनि अब भोलि चाहिँ हाम्रो सबै हो ची मिन भन्ने चाहिँ सिटी चाहिँ सबै एक्सप्लोर गर्दैछौँ. सो जिना दिदी पनि आइसक्नु भयो, रोहित, सबी, राजीव, म. यस अब भोलिको दिन असम हुनेवाला छ. यस्तो थाकिरहेछ. सो आई एम गोइङ फर स्लिप. सबैजना आफ्नो रुममा मजाले गएर सुतिराख्नु भएको छ. आई थिङ्क यु गाइज आर इन्जोइङ द भिडियो. यस्तो रमाइलो भइरहेछ जस्तो लागेको छ. सो दिस वान इज द फर्स्ट इन्टरनेसनल अफिसियलवाला ट्रिप भन्छु म चाहिँ, किन म पहिला चाहिँ इन्डियाको पनि गएको थिएँ. So this one is my first trip. So I hope you all enjoyed what you just saw.
ओइ दिदी